नमस्कार साथीहरू। आज म जापानको प्रसिद्ध ऐतिहासिक स्थल निजो क्यास्टल अर्थात् निजोजो घुम्न आएको छु। यो किल्ला जापानको क्योतो सहरमा अवस्थित छ र जापानको इतिहाससँग धेरै गहिरो सम्बन्ध राख्दछ। निजोजो सन् 1603 मा तोकुगावा इयासु नामका शक्तिशाली शोगुनले निर्माण गराएका थिए। त्यो समय जापानमा शोगुनहरूले शासन गर्थे र यो किल्ला उनीहरूको क्योतो शहरको मुख्य स्थान रहेको थियो। यस किल्लाको सबैभन्दा विशेष कुरा यसको परम्परागत जापानी वास्तुकला हो। यहाँका काठका भवन, सुन्दर बगैँचा र पुराना चित्रहरूले जापानको पुरानो संस्कृति झल्काउँछ। निजोजोको अर्को प्रसिद्ध विशेषता भनेको नाइटिङ्गल फ्लोर हो। यहाँको भुइँमा हिँड्दा चराले कराएको जस्तो आवाज आउँछ। पुरानो समयमा सुरक्षाका लागि यस्तो बनाइएको थियो ताकि कसैले लुकेर प्रवेश गर्न नसकोस्। यस ठाउँमा जापानको इतिहास परिवर्तन हुने महत्त्वपूर्ण घटना पनि भएको थियो। सन् 1867 मा अन्तिम तोकुगावा सोनको आफ्नो शासन शक्ति सम्राटलाई फिर्ता दिएका थिए, जसले जापानमा नयाँ युगको सुरुवात गरायो। आज यो संस्था जापानको UNESCO विश्व सम्पदा सूचीमा पनि परेको छ र संसारका पर्यटकहरू यहाँ घुम्न आउँछन्। यदि तपाईँ पनि जापान आउनुहुन्छ भने क्योतोको यो ऐतिहासिक किल्ला एकपटक अवश्य घुम्नुहोस्। यहाँ आएपछि जापानको पुरानो इतिहास र संस्कृति नजिकबाट अनुभव गर्न सकिन्छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।